हेलो, मेरो नाम टासीदावा भुटिया है एन्ड विथ मी माई वाइफ छान्जेन लामा लेप्चा र हामी सिक्किम नर्थ सिक्किम मगनबाट आएको र हामी आएको 16 मार्चमा यहाँ म्याडमकोमा आएको थियो। हामीले सायद त्यो फोनबाट एउटा म्याडमको पेज रहेछ, त्यो पेजबाट हामीले इन्फर्मेसन पाइकन चाहिँ हामीले यहाँ म्याडमकोमा आएको थियो र मेन चाहिँ के को लागि आएको थियो भन्दाखेरि चाहिँ हाम्रो नानी अलिकति त्यो कन्सेप्ट प्रेग्नेन्सीको अलिकति प्रब्लमले गर्दा आएको थियो र यहाँ आउँदाखेरि म्याडमले अब यति राम्रो काउन्सिलिङ दिनुभयो हामीहरूलाई र के प्रब्लम रहेछ हामी दुईजनामा र उसको पनि पिसिओडी प्रब्लम थियो, हामी बोथकोमा अलिअलि प्रब्लमले गर्दा हामी कन्सेप्ट प्रेग्नेन्सी हुनु सही थिएन र म्याडमले एकदम राम्रो काउन्सिलिङ दिएको मुताबिक हामीले फर्स्ट टाइममा म्याडमको त्यो कुरालाई सुनेर हामीले एग्री गऱ्यौँ र म्याडमले एउटा प्रमिस दिनुभएको थियो कि तिमीहरूको यो प्रब्लमलाई म 3 मन्थ भित्रमा तिमीलाई म प्रेग्नेन्सी कन्सेप्ट गराइदिन्छु भनेर म्याडमले त्यो कुरा भन्दा अब लाइक हामी सक पनि भयो क्या त्यो टाइममा नि र ओके भनिकन म्याडमलाई भनेको र आज 2 अगस्त है र विदिन 3 मन्थमा कन्सेप्ट भयो है र हामी थ्याङ्कफुल छु म्याडमसँग र जुन चाहिँ कुरा हामी प्रब्लम जुन चाहिँ कुराले सताइरहेको थियो हामीलाई मनमा जुन चाहिँ प्रेग्नेन्सी अब होइन प्रेग्नेन्सी नहुँदा कन्सेप्ट नहुँदा एउटा पार्टनर्सलाई कतिको त्यसमा उयो हुन्छ मन दुख्छ र त्यतिखेर म्याडमले यो प्रमिसलाई आज फुलफिल गरेर हामी एकदम खुसी छु र जतिजना पनि भिडियो हेर्नुहुँदैछ यो है र भिडियो मार्फत म के भन्न चाहन्छु भन्दाखेरि घरमा बसेर टेन्सन गरेर स्ट्रेस लिएर बस्ने होइन तपाईँहरू। यदि तपाईँहरू कन्सेप्ट हुन चाहनुहुन्छ र पेरेन्ट्स हुन चाहनुहुन्छ भने डाक्टर कविता मन्त्रीको फ्यामिली क्लिनिक सिलगढी सुबुक मोड नियर डन बस्को मोडको छेउमा छ है। तपाईँहरू यहाँ आउनुहोस्, म्याडमको काउन्सिलिङ लिनुहोस् र तपाईँहरू एकदम यहाँबाट गुड न्युज लिइकन जानुहोस् भनेर चाहिँ म यही भन्न चाहन्छु जतिजना हेर्ने गर्दै म्याडमको भ्युवर्सहरू। थ्याङ्क यू।